विद्यालयमा पढेन, सानो उमेरमा नि राम्रो गाइड भएन, परिवारबाट गाइड भएन, टिचरबाट गाइड भएन, बिस्तारै बिस्तारै के भयो, कमजोर हुँदै गयो। तर कमजोर विद्यार्थी, कमजोर भनेको तपाईलाई तपाईको केले, तपाईको अध्ययनले, तपाईको अनुशासनले, तपाईको वातावरणले तपाईलाई के बनाउँछ, राम्रो र खराब बनाउने गर्दछ। हो कि भन्नुस् त? हामीलाई त सबैलाई के दिएको छ, ब्रेन दिएको छ नि, सबैलाई ब्रेन छ नि। भगवानले त माथिबाट कसैलाई छाप लगाइदिएको छैन नि कि जा तिमी अल्बर्ट आइन्स्टाइन बनिहाल्ने, जा तिमी प्राइम मिनिस्टर बनिहाल्ने, जा तिमी मेयर बनिहाल्ने, जा तिमी टिचर बनिहाल्ने, जा तिमी इन्जिनियर बनिहाल्ने। कसैलाई त छाप त लगाइदिएको छैन। छाप त हामीलाई निर्माण गर्नुपर्ने हुन्छ। जब हामी जन्म लिन्छौँ हाम्रो ब्रेन हुन्छ के शून्य, के हुन्छ शून्य। त्यही भएर त हामी मम्मी पापा सबै सिक्छौँ। हामी सानै उमेरदेखि के सिक्छौँ, शून्य लेभलदेखि सिक्ने गर्दछौँ। याद राख्नु तपाईहरु, मैले अन्तिममा के भन्न चाहे, हामी सबैको ब्रेन भनेको सुपर कम्प्युटर भन्दा पनि पावरफुल ब्रेन हो। सबैसँग ब्रेन छ, तर प्रब्लम यति छ कसैले ब्रेनलाई युज गरिरहेको छ, कसैले ब्रेनलाई युज गरिरहेको छैन। जुन लेभलमा युज गर्नुपर्ने त्यो लेभलमा कसैले युज गरिरहेको छ, जुन लेभलमा युज गर्नुपर्ने त्यो लेभलमा कसैले युज गरिरहेको छैन। कसैले गेम खेल्न मन पराउँछ इन्टरनेटबाट, कसैले इन्टरनेटबाट अध्ययन गर्न मन पराउँछ, कसैले इन्टरनेटको प्रयोग गरेर भर दिन टिकटक चलाउन मात्रै मन पराउँछ, च्याटिङ गर्न मात्रै मन पराउँछ, कसैले इन्टरनेटकै प्रयोग गरेर के गर्न चाहन्छ, अन्य किसिमको रिसोर्सेसहरु जुन युट्युबमा छ, गुगलहरुबाट, च्याट जीपीटीबाट ज्ञानहरु लिने गर्दछ र त्यसले आफ्नो जीवनमा उतार्ने गर्दछ। त कसैको लागि वरदान भयो भने कसैको लागि के भयो, अभिशाप पनि भएको छ। हाम्रो ब्रेनको यो सबै कुरा रहेको छ। तपाई लिन कसरी सक्नुहुन्छ, कुरालाई हामीले बुझ्न सक्नुपर्छ। त्यही भएर भनेको छ यदि फास्ट लर्नर पनि आफ्नो अनुशासनमा, आफ्नो यो चारवटा कुरामा पछि पर्यो भने र यो स्लो लर्नर पनि एकदम डिसिप्लिन भयो भने स्लो लर्नरले पनि फास्ट लर्नरलाई डिफिट गर्न सक्छ। धेरै इतिहासहरू छ दुनियामा, यस्ता धेरै इतिहासहरू छन्, धेरै एक्जाम्पलहरू छन् जसबाट हामी प्रष्ट बुझ्न सक्छौं। मेरो कुरा बुझिराख्नु भएको छ नि तपाईहरु? त्यही भएर आफूलाई कमजोर ठान्नु हुँदैन। सर म यस्तो छु, सर म यसैको लागि बनेको छु, सर मेरो घरमा पनि मलाई नलायकै भन्छ सबैजनाले, म कुनै कामै गर्न सक्दिन, घरमा पनि यही भन्छ, कामकाना काजका दुश्मना नाचका नै भन्छ सबैजनाले। सर मलाई त, म अब त थाकिसके सर, किनभने सायद भगवानले मेरो ब्रेन यस्तै बनाइदिएको छ। त्यो गलत कुरा हो। याद राख्नुस् तपाईहरु, युनिसा बुझिराख्नु भएको छ नि? यो भनेको भनेर हुनेवाला कुरा होइन। तर एउटा कुरा पक्कै छ, तपाई जस्तो किसिमको वातावरणमा हुनुहुन्छ, जस्तो किसिमको परिवेशमा हुनुहुन्छ, जस्तो किसिमको ठाउँमा हुनुहुन्छ नि, तपाई पनि बिस्तारै बिस्तारै त्यस्तै बन्नु हुनेछ। यो भनेको वास्तविकता हो। तपाई जस्तो साथी सर्कलमा हुनुहुन्छ, तपाई जस्तो किसिमको फ्रेन्ड कम्पनीमा हुनुहुन्छ नि, बिस्तारै बिस्तारै तपाईलाई त्यति कुराहरू मात्रै हेराउँछ। तपाईलाई लाग्छ जीवन यही हो, तर वास्तविकता त्यो होइन। त्यहाँबाट निस्किनु पर्ने हुन्छ हामीलाई बाहिर। बाहिर हेरेपछि त दुनिया हामीलाई थाहा लाग्छ। लहानमा मात्रै पढेका विद्यार्थीलाई कसरी थाहा हुन्छ कि काठमाडौँमा कसरी पढाइ हुन्छ, दिल्लीमा कुन लेभलमा पढाइ हुन्छ, अमेरिकामा कुन लेभलमा पढाइ हुन्छ। हामीलाई त यसरी लागि नै रहेको छ, यसरी नै पढाइ हुन्छ दुनियामा। होइन, फरक तरिकाले पनि पढाइ हुन्छ। मेरो कुरा बुझ्नु भयो नि? हो, लहानबाट पनि राम्रो गर्न सकिन्छ। अहिले प्रविधिको दुनिया हो। के को दुनिया हो? प्रविधिको, आईसीटी को दुनिया हो। ज्ञान अथाह छ तपाईसँग। पहिला के गर्नु पर्थ्यो, टिचरहरूले नोट लेखेर ल्याउनु हुन्थ्यो। पहिला बोर्डमा राख्नुहुन्थ्यो, डायरीमा लेखेर नोट ल्याउनु हुन्थ्यो टिचरहरूले। याद छ कि छैन? र त्यो नोट टिचरलाई भन्दा पनि टिचरको नोटले चिनिन्थ्यो। नोटको काम छैन अहिले। अहिले गुगलमा तपाई सर्च गर्नुहुन्छ भने एक क्लिकमा तपाईलाई मिलियन्स अफ नोट देखाउँछ। कुन सब्जेक्टको नोट चाहिन्छ? अहिले 5 मिनेटमा तपाईको विषयवस्तुको कन्टेन्ट हामी पूरा तयार पारेर एउटा नोट बनाइहाल्छौँ। हामी त्यस्तो टेक्नोलोजीमा हामी बाँचिरहेका छौँ। नोटको आवश्यकता छैन, ज्ञानै ज्ञान छ। ज्ञानलाई ट्रान्सफर्म गर्नु पर्यो। अब नलेज छ, अब नलेजलाई तपाईलाई रिप्रेजेन्ट गर्न आउँछ कि आउँदैन? नलेजबाट तपाईले केही स्किल प्राप्त गर्न सक्नुहुन्छ कि सक्नुहुन्न? अहिले ज्ञानको पछाडि भाग्नु हुँदैन। युट्युबमा पनि ज्ञान छ, गुगलमा पनि ज्ञान छ, च्याट जीपीटीबाट पनि ज्ञान प्राप्त गर्न सक्छ। तर ज्ञानलाई तपाईले रियल लाइफमा एप्लाई गर्न सक्नुहुन्छ कि सक्नुहुन्न? त्यो ठूलो चुनौती हो। मेरो कुरा बुझिराख्नु भएको छ नि सबैजनाले? हेर्नुस् न, लाखौं भिडियोहरू पढेको छ युट्युबमा। तपाईले केसँग सम्बन्धित कुरा हेर्नु छ। च्याट जीपीटीमा त सजिलै तरिकाले हामी कुनै पनि आन्सर पत्ता लगाउन सक्छौं। गुगलबाट हामी खोज्न सक्छौं। अन्य यस्ता किसिमका टुलहरू छन्।
तर पहिला लिमिट थियो नोटमा मात्रै, टिचरले नोट लेखाउने, विद्यार्थीहरूले याद गर्ने, प्रिपेयर गर्ने, तयारी गरेर अगाडि बढ्ने। अब यो बिस्तारै बिस्तारै सिस्टम हरायो, याद गरेर हामी बाँच्न सक्दैनौँ। अब तपाईहरुलाई म के भन्छु भने अब स्किल चाहिन्छ तपाईलाई। अब तपाईलाई बोल्न सक्ने क्षमता हुनु पर्यो, तपाईसँग कला हुनु पर्यो, तपाईसँग हार्ड स्किल मात्रै नभएर सफ्ट स्किलहरुको ज्ञान हुनु पर्यो र यो सबै स्किल तपाईलाई अनुशासित भएर मात्रै प्राप्त हुनेछ। पहिला प्रविधि थिएन, पहिला विद्यार्थीहरु धेरै इन्टेलिजेन्ट हुन्थ्यो, प्रविधि नभएर पनि एनालिटिकल हुन्थ्यो पहिलाको विद्यार्थीहरु, क्रिएटिभ थिंकर हुन्थ्यो। तर अहिले प्रविधि भएर विद्यार्थीहरु डिपेन्डेन्ट भइसकेको छ। 10 + 10 जोड्नु पर्दा पनि क्याल्कुलेटरको प्रयोग गर्छ। आफ्नो एनालिटिक, आफ्नो माइन्ड, आफ्नो ब्रेनको प्रयोग गर्दैन। समस्या यहाँ छ विद्यार्थीहरुको। हामीहरु क्लास गर्दा हामी डिक्सनरी लिएर जान्थ्यौं, पढ्दा नि इंग्लिशको डिक्सनरी लिएर, नेपालीको शब्दकोश लिएर हामी पछाडीमा बसेका रहन्थ्यौं। सरहरुलाई क्वेशन, सर यसको मतलब के हो, सर यसको मतलब के हो नबुझेपछि हामी सोध्थ्यौं, किताबमा अन्डरलाइन गर्थ्यौं, त्यसपछि सोध्थ्यौं हामी सर यसको मतलब के हो। हेर्नुहुन्छ आजकल विद्यार्थीहरुलाई त्यस्तो किसिमको, त्यस्तो लेभल छैन अहिले विद्यार्थीहरुमा। यस्तो किसिमको कन्फिडेन्स, यस्तो किसिमको लेभलहरु बढाउनु पर्यो। मैले अन्तिममा तपाईहरुलाई के भने, भुलाइ नगर्नुस्, प्लान बनाउनुस्, योजना बनाउनुस्। तपाईले आफ्नो एउटा उद्देश्य पनि छनौट गर्नुपर्ने हुन्छ। यु हैव टु डिफाइन द प्रब्लम अफ योर लाइफ, यु हैव टु डिफाइन द गोल अफ योर लाइफ। आफ्टर defining the goal of your life, you have to make the plan. What to do to achieve my goal? Are you listening or not? फेरि ध्यान दिएर सुन्नुस्। First of all, you have to define the purpose of your life. You have to define the purpose of your life. You have to define the goal of your life. And after defining the goal or purpose of your life, you have to make the plan. You have to make the plan. And according to your plan, not making the plan, you have to implement that plan. तपाईले लागू पनि गर्नुपर्ने हुन्छ र लागू गरिसकेपछि त्यसलाई फलो गरिराख्नुपर्ने हुन्छ, फलो गरिराख्नुपर्ने हुन्छ। र कसरी फलो गर्नुपर्ने हुन्छ? रेगुलरली फलो गर्नुपर्ने हुन्छ, नियमित तरिकाले। तपाईलाई कसैले पनि पराजित गर्न सक्दैन। तपाई अवश्य प्लान अनुसार तपाई आफ्नो गन्तव्यसम्म पुग्न सक्नुहुनेछ। बुझ्नु भयो नि?